स्वागत छ। आज हामी भारत र पाकिस्तान बीचको पछिल्लो तनाव, खास गरी यो क्षेप्यास्त्र हमलाको घटनालाई अलिक गहिरिएर हेर्दैछौँ। हो, यो भारत प्रशासित कश्मीरको पहलगाममा भएको त्यो डरलाग्दो हमलापछिको घटनाक्रम हो। हाम्रो छलफल चाहिँ बीबीसी न्यूज नेपालीमा आएको सामग्रीमा आधारित हुनेछ। आज हामी यो के भयो, किन भयो, यसको असर अनि दुवै पक्षका के कस्ता दाबी छन् त्यसमा केन्द्रित रहन्छौँ है त। बिल्कुल। यो घटना मतलब भारतले गरेको कारवाही अप्रेल 22 को पहलगाम हमलाको प्रतिक्रिया जस्तो देखिन्छ। त्यो हमलामा 25 भारतीय र 1 नेपाली नागरिकको जान गएको थियो। अनि भारतले यसलाई अपरेसन सिन्दूर नाम दिएको छ अरे हैन? पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका 9 ठाउँमा क्षेप्यास्त्र हानेको भन्ने छ। हो, भारतको दावी त्यही छ। उनीहरूले चाहिँ आतंकवादी संरचनाहरूमा मात्रै हानेको, जहाँबाट भारत विरुद्ध हमलाको योजना बन्थ्यो रे। तर उनीहरूले पाकिस्तानी सेनाको संरचनामा चाहिँ हानेनौं भनेका छन्। अनि कारबाही पनि केन्द्रित, अनुपातपूर्ण अनि थप नउक्साउने खालको थियो रे। यो भाषा अलि सोच विचार गरेरै प्रयोग भएको होला नि। पक्कै पनि। यो भाषाले के देखाउँछ भने भारत अन्तर्राष्ट्रिय समुदायलाई यो सीमित कारवाही हो, हामीले युद्ध चाहेको होइन, खालि आतंकवाद विरुद्ध हो भन्न खोज्दैछ। मतलब यो एक किसिमको सन्देश पनि हो। उता प्रधानमन्त्री मोदीले त कल्पनाभन्दा कडा सजाय दिने भन्नुभएको थियो, तर पहलगाममा कुन समूह थियो भन्ने चाहिँ खुलाएनन् है भारतले। समूहको नाम खुलाइएको छैन, तर आरोप चाहिँ प्रष्ट रूपमा पाकिस्तानमाथि नै छ, सहयोग गरेको भन्ने खालको। अनि पाकिस्तानको प्रतिक्रिया कस्तो आयो त? उनीहरूले त पक्कै स्वीकारेनन् होला। स्वीकार्ने कुरै भएन। पाकिस्तानले त यसलाई सरासर अकारण र दुष्टतापूर्ण आक्रमण भनेको छ। प्रधानमन्त्री शेहबाज शरीफले त बदला लिने चेतावनी नै दिनुभएको छ। बदला लिने? हो, अनि उनीहरूका अनुसार आक्रमण जम्मा 3 ठाउँमा भएको रे। मुजफ्फराबाद, कोटली अनि पाकिस्तानभित्र बहावलपुरमा। 9 ठाउँमा होइन कि 3 ठाउँमा? हो, पाकिस्तानको भनाइ अनुसार 3 ठाउँमा। अनि रक्षा मन्त्री खवाजा आसिफले त के भन्नुभएको छ भने गैर सैनिक इलाकामा हानेको हो, भारतले भनेको त्यो आतंकवादी शिविर भन्ने कुरै झुटो हो रे। अनि क्षति नि मानवीय क्षतिबारे केही भनेको छ पाकिस्तानले? पाकिस्तानी सेनाका प्रवक्ताका अनुसार 2 बालबालिका सहित 7 जना गैर सैनिक नागरिकको मृत्यु भयो रे। उनीहरूले पहलगाम हमलामा आफ्नो कुनै संलग्नता नरहेको कुरा फेरि दोहोर्याएका छन्। ल, यहाँ त कुरा पुरै बाजियो। एकातिर भारत भन्छ आतंकवादी संरचनामा हाने, सेनालाई छोइन, अर्कोतिर पाकिस्तान भन्छ गैर सैनिक मारिए, शिविर भन्ने कुरै झुटो हो। यो त निकै गम्भीर भयो नि। एकदमै। यो परस्पर विरोधी दाबीले गर्दा स्थिति झन जटिल र अस्पष्ट बनेको छ। कसको कुरा पत्याउने? दुवै पक्ष आफ्नो कथा स्थापित गर्न लागि परेका छन्। अनि यसको तत्काल असर पनि देखियो नि है, हवाई उडानहरूमा। हो नि, तुरुन्तै देखियो। भारत प्रशासित कश्मीर अनि सीमा नजिकका राज्यहरू जस्तो धर्मशाला, लेह, जम्मू, श्रीनगर, अमृतसरतिरका थुप्रै उडानहरू रद्द भए। स्पाइस जेट, इन्डिगो, एयर इन्डिया सबै प्रभावित भए। अमृतसरको अन्तर्राष्ट्रिय उडान त दिल्लीतिर मोडियो। पाकिस्तानतिर नि? उता पनि त्यस्तै। लाहोर, कराची जस्ता मुख्य शहरका हवाई क्षेत्र नै बन्द गरियो। इस्लामाबाद विमानस्थल पनि प्रभावित भयो। अनि फिनेयर, एमिरेट्स, टर्किश कार्गो, साउदिया जस्ता कति अन्तर्राष्ट्रिय उडानहरू अन्तै मोडिए। एयर फ्रान्सले त पाकिस्तानमाथिको उडानै रद्द गर्यो। ए बाबा, मतलब तनाव जमिनमा मात्र सीमित रहेनै छ। आकाशमा पनि देखियो। यसले अवस्था कति गम्भीर छ भन्ने संकेत गर्छ। यो घटनाक्रम एकासी त भएको होइन होला, यसको केही पृष्ठभूमि पनि त छ नि होइन र? हो त। पहलगाम आक्रमणपछि नै तनाव एकदम बढेको थियो। दुवै देशले कूटनीतिज्ञहरू निकाला गर्ने, भिसा रोक्ने, सीमामा कडाई गर्ने जस्ता कदम चालिसकेका थियो। अनि यो 2019 को पुलवामा हमलापछिको घटना जस्तै भयो है? त्यति बेला पनि भारतले यस्तै कारवाही गरेको थियो नि। हो, ठ्याक्कै। त्यति बेला पनि भारतले सीमा पारी गएर बालाकोटमा हमला गरेको थियो। त्यसैले यो घटनालाई पनि त्यही नीतिको निरन्तरता जस्तो देख्न सकिन्छ। मतलब आफ्नो भूमिमा ठूलो हमला भएपछि भारतले सैन्य जवाफ दिने गरेको छ। त्यसो भए सारमा भन्दा एकातिर भारत भन्दैछ हामीले आतंकवादीलाई हान्यौं, अर्कोतिर पाकिस्तान भन्दैछ यो बिना कारणको आक्रमण हो, हाम्रा नागरिक मारिए। दुवै बदला लिने कुरा गर्दैछन्। हो, मूल द्वन्द्व यही हो। अनि सबैभन्दा ठूलो चुनौती भनेकै यही परस्पर विरोधी दाबीहरू हुन्। निशाना के थियो, कति क्षति भयो भन्नेमा दुवैका कुरा आकाश जमिनको फरक छ।
यसले एउटा प्रश्न उब्जाउँछ क्या, जब दुई आगविक शक्ति भएका छिमेकी यसरी भिड्छन् अनि दुवैतिरबाट यस्तो उल्टो पाल्टो खबर आउँछ, त्यति बेला खासमा जमिनमा के भयो, कति क्षति भयो भनेर सत्य पत्ता लगाउन कति गाह्रो हुन्छ होला है? निकै गाह्रो। अनि यी फरक दाबीहरूले सूचनाको लडाईँलाई झन जटिल बनाइदिन्छन्। सत्य के हो भन्ने कुरा नै हराउन सक्छ। विचार गर्नुपर्ने कुरा हो यो।